हजुर 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 हजुरको बिहानको सुरुवातै हगेर भयो होला। अब कति बिहानको सुरुवात मात्रै गर्नु भनेर मैले बेलुकी अन्त्य गर्नलाई पनि परिकारहरू ल्याइसकेको छु। मसँग छ यो आलु गाँडो, यस्तै आलु गाँडो, अनि 2 ट्याङ्ग्रो बोडी, इस्कुस, काउली। हजुर 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 यो चाहिँ गाउँमा फलेको कुनै अर्ग्यानिक होइन हजुर। 3 बित्ता लामो सुईले हालेर हजुर फलाएको यो खायो भने त फक्कै भोलि बिहानै फुकेर यो इस्कुस भन्दा मोटो भइहाल्छ हजुर। अनि यो काउली खायो भने त हजुर काउली जस्तै भोलि बिहानै बट्टारिहाल्छ हजुर। अनि यो बोडी खायो भने 2 ट्याङ्ग्रो बोडी, गाउँको अर्ग्यानिक खायो भने त आन्द्रा सफा हुन्छ होला हजुर। यहाँको खाएर त आन्द्रा बट्टारी नै हुन्छ हजुर। यति भन्दै सबैहरू सम्पूर्ण पनि यही रुल्स फलो गर्नु, आफ्नो स्वास्थ्य उज्जवल बनाउनु भन्दै यो संसारको जुनसुकै कुनामा बसेका दाजुभाइहरू, खाडीमा बसेका, पानीमुनि बसेका, नालीभित्र बसेका सम्पूर्णलाई नमस्ते।